उहाँले चाहिँ देख्नु भएको चाहिँ सपना पुरा होस् भन्न चाहन्छु र उहाँहरूको चाहिँ सुस्वास्थ्य दीर्घायु पनि हामी सबैले कामना गर्न चाहन्छौँ र आज चाहिँ हाम्रो शिक्षण अफिसबाट चाहिँ मन्जु आन्टीलाई चाहिँ धेरै धन्यवाद। अब चाहिँ अब स्वयं हामीलाई चाहिँ कृषि नेपालमा चाहिँ उपस्थित हुँदा चाहिँ दिदी र बहिनीको जन्मदिनको अवसर पाएर चाहिँ हाम्रो सत्तामा आइदिनु हो, त्यसलाई चाहिँ हजुरलाई चाहिँ धेरै धन्यवाद भन्न चाहन्छु र हजुरहरूको चाहिँ सम्पूर्ण घर परिवारमा नै सुख शान्ति होस् भन्न चाहन्छु र हजुरहरू चाहिँ सोच्नु आफू आत्माको चाहिँ हरेक कुरा पुगुन् र हजुरहरूको चाहिँ सुस्वास्थ्य दीर्घायु पनि हामी सबैले कामना गर्न चाहन्छौँ। हजुरहरूले चाहिँ चाल्नुहुने हरेक पालीमा चाहिँ सफलताले सिकाउनुहोस् भन्न चाहन्छु र आगामी दिनमा नै यसै नै साथीहरू माया गर्दै जानुहुनेछ भन्ने आशा गरेर मेरो नाम गमिना तामाङ। ह्याप्पी बर्थडे टु यो विनिता दिदी र एली बहिनी। हजुरहरूले चाहिँ जन्मदिनको लाख लाख शुभकामना। हजुरहरूले जे सोच्नु भएको छ आँट्नु भएको छ सबै पुरा हुँदै जाओस् र हजुरहरूले चाल्नुहुने हरेक पालामा चाहिँ सबजना सिकाइदिनुहोस् र दिदी चाहिँ जे क्षेत्रमा लागिरहनु भएको छ त्यसमा नि प्रगति मिल्दै जाओस् भन्ने हामी कामना गर्दछौँ र मन्जु आन्टीलाई चाहिँ धेरै धेरै धन्यवाद। उहाँले चाहिँ हामीलाई पहिल्यैदेखि साथ र माया गर्दै आइरहनु भएको छ र आज पनि दिदी र बहिनीको जन्मदिनको अवसरमा चाहिँ हाम्रो एकीकृत समिति नेपालमा चाहिँ स्वयं उपस्थित हुनुभएर चाहिँ साथै गरिदिनु भयो। त्यसको लागि चाहिँ हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुरले चाहिँ आउँदो दिनमा पनि यसरी नै साथ र माया गर्नुहुन्छ भन्ने आशा गर्दछौँ र हजुरहरू चाहिँ जहाँ रहनुहुन्छ सधैँ खुसी रहनु, सुखी रहनु र हजुरहरूको चाहिँ कुल देवताले चाहिँ रक्षा गरून् र हजुरहरू जे सोच्नु भएर व्यवसाय गरिरहनु हुन्छ त्यसमा सबैलाई मिल्दै जाओस् र हजुरहरूको चाहिँ सहयोगी हात र अझै फैलिँदै जाओस् भन्ने हामी कामना गर्छौँ। धेरै मेरो नाम पार्वती कामगर। विनिता दिदी र एली बहिनीलाई चाहिँ जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहन्छु। उहाँले सोच्नु भएको हरेक कुराहरू पुगुन् र उहाँले चाहनुहुने हरेक पाइलाले चाहिँ सफलता खुसी गरिदिनुहोस् र जे सोच्नु भएको चाहनुभएको छ हरेक कुराहरू पुगुन् र उहाँहरूको जन्मदिन चाहिँ हाम्रो एकीकृत समिति नेपालमा आउने वर्षहरूमा पनि यसरी नै मनाउन पाऊँ भन्ने हामीहरू सबैले आशा राखेको छौँ। र आज चाहिँ दिदीहरू उपस्थित हुन नसक्नु भने पनि मन्जु आन्टी चाहिँ हाम्रो एकीकृत समिति नेपालमा आफै उपस्थित हुनुभएर आज हामीलाई साथ गरिदिनुभयो। त्यसको लागि पनि हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो तपाईँको साथ र माया चाहिँ आउने दिनहरूमा पनि हामीप्रति यसै नै रहिरहनेछ भन्ने हामीले कामना गर्दछौँ। तपाईँहरू जहाँ रहनुहुन्छ सधैँ खुसी र सुखी रहनुहोला भन्न चाहन्छु र तपाईँहरूको कुल देवताले चाहिँ सधैँ रक्षा गर्नु। तपाईँहरू जहाँ रहनुहुन्छ सधैँ खुसी र सुखी रहनुहोला। धन्यवाद। नमस्ते, विनिता दिदी र एली बहिनी हजुरहरूको जन्मदिनको लाख लाख शुभकामना भन्न चाहन्छु र साथ समुद्र पानी भएर नि विनिता दिदीले चाहिँ हाम्रो सम्झिनु भयो, खुसी लाग्यो र हजुरहरू सिकाउनु भने अझै फलोस् फुलोस् भन्न चाहन्छु र हाम्रो संस्थामा उपस्थित हुनुभएको चाहिँ मन्जु आन्टीलाई पनि धेरै धेरै धन्यवाद। हजुर चाहनु हरेक पालामा चाहिँ सफलता भन्न चाहन्छु र तपाईँको सम्पूर्ण घर परिवारमा सुख शान्ति होस् भन्न चाहन्छु। तपाईँ चाहनुहुने हरेक पालामा सफलता सुख भन्न चाहन्छु र तपाईँको चाहिँ यस्तो सहयोगी हात चाहिँ अझै फलिँदै जाओस् भन्न चाहन्छु र तपाईँले चाहिँ पछिसम्म यसरी नै साथ माया गर्नुहुन्छ भन्ने आशा गर्दछु। धन्यवाद।